हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग्स। आज चाहिँ मेरो साथमा छन् मेरा छोरीहरू हैन, उहाँहरू चाहिँ जेठो दाइको छोरीहरू। इन्ट्रोड्युसन दियो तिमीहरूले। मेरो नाम चाहिँ करिना गुबाजु हो। मेरो नाम चाहिँ करिश्मा गुबाजु। मेरो नाम चाहिँ म पहिलाको ब्लगमा नि आइरहन्थे, आज पनि आछु। मेरो नाम रेसिका गुबाजु हो। ल आज चाहिँ हामीले पिकनिकको तयारीमा छौँ। सबैजना चाहिँ गइसक्नु भएको छ, अब हामी पनि जाँदैछौँ। हामीले चाहिँ पानीपुरीको रेसिपी चाहिँ यहीँ बनाइसकेको छौँ है। पहिलाको ब्लगमा पनि देखाएको भएर चाहिँ हामीले पानीपुरीको रेसिपी देखाउन सकेनौँ। अहिले चाहिँ चटपटेको रेसिपी चाहिँ हजुरलाई वहीँ देखाउँछौँ है। हामी चाहिँ एउटा चौर जस्तो ठाउँ, चौर जस्तै छैन माथि। फर्स्ट कुरा आज सबैजनालाई ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर भन्न चाहन्छु होइन। अब पहिलो वर्षलाई चाहिँ बाई बाई गरेर नयाँ वर्षलाई चाहिँ वेलकम गर्दैछौँ हामी चाहिँ होइन। हामी चाहिँ के भने आज चाहिँ हामीले अब आज नयाँ वर्षको आज 1 गतेको दिन चाहिँ अनि हामीले सबै पिकनिक जाने रमाइलो गर्ने भनेर त्यो सोचले चाहिँ माथिबाट दिदीहरू पनि आउनु भएको थियो होइन। हामीसँग चाहिँ अझै थुप्रै छन्, हामी जम्मा अहिले 4 जना यहाँ। हजुरहरूलाई चाहिँ गेमको बारेमा हामी चाहिँ आज गेम पनि खेल्दैछौँ। त्यसमा चाहिँ पानीपुरी गेम खेल्दैछौँ, पानीपुरी च्यालेन्ज। अनि त्यसमा चाहिँ प्रतिस्पर्धी जम्मा 6 जना छ। अनि त्यसमा जसले जित्छ उसले चाहिँ सबैजनालाई एकजनाले जसले जित्छ उसले चाहिँ बाँकी 5 जनालाई चाहिँ पनिसमेन्ट दिने। अनि त्यो पनिसमेन्ट चाहिँ फेरि फिजिकली पनिसमेन्ट हुन्छ है, फिजिकली हुन्छ। अनि त्यसरी हामीले चाहिँ रमाइलो गर्छौँ। हजुरलाई हेर्न पनि एकदम इन्जोय हुन्छ, इन्जोयबल हुन्छ होइन, रमाइलो हुन्छ। सो त्यही अनुसार चाहिँ हामीले आज ब्लग लिएर आएको छौँ है। सो के बनाउँछ हामी अब वहाँ गएर चाहिँ अब हामी करेन्ट चाउचाउ बनाउँदैछौँ आफै। करेन्ट चाउचाउ चाहिँ अब यहाँबाट बोइल गरेर गयो भने चाहिँ वहाँ अब प्लाटप्लुट हुन्छ। अनि त्यही भएर चाहिँ हामीले उतै गएर बनाउँछौँ हामी करेन्ट चाउचाउ, पानीपुरी र चटपटे। अनि हामीसँग के छ, फेन्टा, अरू के छ, फेन्टा, कोक, यति छ है। त्यही पनि यतिले हामीलाई टन्नै अगाउँछ पनि। अनि त्यसमा चाहिँ म खेल्दिनँ किनकि म पहिला करेन्ट चाउचाउ च्यालेन्जमा खेलेको थिएँ। यिनीर म हारेर चाहिँ भाँडा माझ्नु पर्यो। म चाहिँ अब सक्दिनँ करेन्ट चाउचाउ, चटपटे, पानीपुरीमा चाहिँ म च्यालेन्ज गर्न सक्दिनँ। म चाहिँ अब त्यसमा चाहिँ के भन्दैछु, खेलाउने मान्छे। म चाहिँ त्यसमा चाहिँ अब उनीहरूलाई खेलाउने, गेमहरू खेलाउने मेन मान्छे बन्दैछु है। अब अनि अर्को दिदीलाई चाहिँ उसमा के अब 1 2 3 गो भनेर चाहिँ के भन्छु त्यसोलाई, उहाँले चाहिँ अब 1 2 3 गो भन्ने मान्छे बन्दै हुनुहुन्छ। अब आमा चाहिँ खाने मात्र, बिचरा आमा नि सक्नुहुन्न। अब त्यही भएर रमाइलो गर्दैछौँ। अब ब्याकग्राउन्ड हेर्नुहोस् है त कस्तो हुन्छ। हामी चाहिँ जान्छौँ अब। ल गाइस, अब चाहिँ हामी धेरै समय त लाग्दैन, लगभग नि 10-15 मिनटको बाटो छ। अनि हामी चौरमा पुग्छौँ। सबैजना चौरमा पुगिसक्नु भएको छ। अहिले हामी चाहिँ यही 4 जना सबैजनाले एउटा एउटा समातेको छ। उतै देखो, यो चाहिँ पानीपुरीको अचार। मैले चाहिँ केही बोकेको छैन है गाइस, मोबाइल मात्र बोकेको छु। गाइस बाटो चाहिँ साह्रै साङ्गुरो छ है, सानो बाटो। यहाँबाट खस्यो अन्त तल्लो गाह्रो पुग्छ, तल पुग्छ। हो गाइस हाम्रो पिकनिक गर्ने ठाउँ चाहिँ एकदम खतरा छ है गाइस। हाम्रो चौर, हामीले खेतको अलिकति माथिको ठाउँलाई चाहिँ चौर भन्ने गर्छौँ। त्यो चाहिँ विष्णु दिदीको खेतको उतापट्टि होइन। हामीले पिकनिक गर्न लाग्यौँ। बाँदर आउँछ यतातिर त गाइस। हेर्नु ऊ चाहिँ भाडा बोकेर हिँड्ने मान्छे, यता स्ट्यान्ड र तेल बोकेर हिँड्ने मान्छे, उता कोक बोकेर हिँड्ने मान्छे। यहाँ चाहिँ धेरै कामदारहरू छ। ल गाइस, अब चाहिँ हामी पिकनिक गर्ने ठाउँ आइपुगेका छौँ। यहाँ चाहिँ बाख्राहरू चरिरहेको छ है यतातिर, साह्रै रमाइलो छ।
यहाँ चाहिँ गाइजहरू सबै टोलीहरू आइपुग्यो। यहाँ चाहिँ बाँदरहरू छन् 3टा, एउटा सेतो बाँदर, एउटा पहेँलो बाँदर, एउटा निलो बाँदर। म चाहिँ कसरी कट गर्ने? त्यही त निलो र पहेँलो बाँदर। आमा हेलो भाइ आउनु भयो। शुभकामना के अरे दसैँको होइन नयाँ वर्षको आज पिकनिक। ल त गाइस हाम्रो विष्णु दिदी चाहिँ साउनी आज पिकनिकको साउनी। सेतो बाँदर यो चटपटेको गेडागुडी त्यो चाहिँ अमिलो है। अमिलो यो के हो? धुलो खुर्सानी हो लो खुर्सानी यो नुन है नुन यो पानी भने छाता लिएर चपिङ बोट यो पानी पुरी यो चाहिँ च्यालेन्जको लागि है हाम्रो अहिले च्यालेन्ज हुन्छ। यो चाउचाउ 3टा चाउचाउ छ है यहाँ। एउटा करेन्ट चाउचाउ छ। धनिया आजको पिकनिक धनिया करेन्ट चाउचाउ यो आलु यो चाउचाउ 3टा चाउचाउ छ है। झोल के हो? के को झोल हो? यो चटपटेको सस, यो चटपटेको सस, यो मसला, यो चिसो खाने भाँडा चाउचाउ झेलेर भित्र छोडेको यो थाली देब्जी हाम्रो थाली चाहिँ यहाँ छ है। चटपटे घोल्ने भाँडा अब डोको अनि